नमस्कार, म हुँ छविलाल। यो हाम्रो नेपाल भनेको एउटा यस्तो सुन्दर र रमणीय ठाउँ हो नि। कोही विदेशबाट घुम्न आउनुभएका टुरिस्ट पर्यटकहरूलाई चाहिँ थाहा होला, तर जो कोहीलाई सबैलाई थाहा छैन। त्यस कारणले गर्दाखेरि यो नेपाल एउटा स्वर्गको सुन्दर फुलबारी बगैँचा जस्तो हो क्या। यहाँ चाहिँ विभिन्न किसिमका प्रजातिका रुख बिरुवाहरू, बोट बिरुवाहरू अनि विभिन्न किसिमका छरा छाँगा, झरना, ताल आदि इत्यादिहरू छन्। लामा लामा नदीहरू छन्, रमाइला गरी बग्दै गरेका छौँदी बगेका छाँगाहरू छन्। अनि खोल्सै पछि पहाडै पछि देवी देवताको वासस्थान छ है। अनि सहरै पछि मन्दिरहरूले सजिएको ठाउँ छ। अनि यहाँका बासिन्दाहरू का मुख्य पेसा भनेको कृषि पेसा हो, खेतीपाती गर्ने। अनि त्यसपछि बिजनेस गर्छन्, त्योभन्दा पछाडि नोकरी अथवा जागिर गर्छन्, जागिरमा काम गर्छन्, सरकारी जागिर खान्छन् यसरी। अनि त्योभन्दा पछाडि बाँकी बसेका मान्छेहरू राजनीतिमा छिर्ने होइन, राजनीति गर्ने, विकासका योजनाहरू ल्याउने अनि यस्तै त्यस्तै काम गर्ने गर्छन्। म चाहिँ आज तिनपाट गाउँपालिकाको वडा नम्बर 10 को कार्यालयमा गएर फर्केको हो। हाम्रो घर जाने बाटो पनि यस्तो छ, धराप यहाँ हेर्नु, यस्तो धराप छ। यहाँ माथिदेखि अघिदेखिको रोड चाहिँ अब इन्डिया चाइना जोड्ने रोड हो भन्छन्, तर त्यो असम्भव देख्छु म। किनकि 10औं वर्ष भइसक्यो, 20औं वर्ष भइसक्यो यो सुरु गरेको इन्डिया चाइना जोड्ने बनाउने भनेर। तर न ठेकदारले राम्रोसँग काम नगरेर हो, न नेपाल सरकारले नि राम्रो ध्यान नदिएर हो, यो बाटोहरू पनि बन्न सकेको छैन। बन्ला बिस्तारै, आउने समयमा होला नै। नयाँ नयाँ सरकारहरू आउँदैछन्, नयाँ नयाँ अनुहारहरू देखिँदैछन्। अनि अर्को कुरा, हाम्रो यहाँका नेपालमा विभिन्न वेशभूषा, विभिन्न चाहिँ भिन्दै भिन्दै खालका संस्कृतिहरू मान्ने मान्छे, अनि परम्परा, विभिन्न परम्परा, विभिन्न चाडपर्व मान्ने मान्छेहरू छन् चाहिँ। अनि विभिन्न चालचलनका मानिसहरू बस्छन्। तर जो भए पनि हाम्रो यहाँको मुख्य राष्ट्रिय भाषा भनेको नेपाली भाषा हो। अनि यही नेपाली भाषा लेख्ने, पढ्ने आदि इत्यादि गरिन्छ। अनि हाम्रो नेपालमा बस्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि यो असारको शरद ऋतुको शुभकामना। अनि देश विदेशमा छरिएर रहनुभएका दाजुभाइ दिदीबहिनी अनि अन्य देशी विदेशी पर्यटकहरू पनि हाम्रो देशको यस्तो रमाइलो घना फुलबारी जस्तै जङ्गलहरूले घेरिएको रमाइलो बस्तीमा तपाईँहरू सबैजनालाई स्वागत छ। अब आउने दिनमा चाहिँ यहाँको हाम्रो नेपालको सरकारले पनि देश तथा बाह्य तथा अन्तर्राष्ट्रिय तथा हाम्रा राष्ट्रिय सबै उहाँहरूलाई
पर्यटकहरूलाई चाहिँ स्वागत गर्ने खालको एउटा मिसन भिजन लिएर आउनेछ भन्ने आशा पनि गरेको छु र छ पनि। 2030सम्म हाम्रो देशमा पर्यटकीय स्थल बनाउने भन्ने घोषणा छ, गरेको छ केन्द्र सरकारले पनि। भनेको सुनेको मैले मलाई त्यति धेरै थाहा छैन। अब तपाईँहरूलाई म एउटा सानो सन्देश के भन्न चाहन्छु भने, जसरी हुन्छ हाम्रो देशमा एकपल्ट यसो घुम्न आउनु होला र यहाँका अशक्त असहाय बालबालिकाहरूलाई सहयोग हुने गरी यसो धेरथोर कर तिरेर हाम्रो देशको उन्नति, आर्थिक उन्नति सुदृढ गराई सहयोग गरिदिनु होला। अनि आफू पनि भरपुर मनोरञ्जन नेपालमा घुमेर रमाइलो गरेर भरपुर मनोरञ्जन लिनु होला भन्ने आशाका साथ बिदा चाहन्छु। हवस् त, सुखी रहनुहोस्, स्वस्थ रहनुहोस् र खुसी रहनुहोस्। धन्यवाद। म छविलाल विश्वकर्माको।